हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। अहिले चाहिँ म कामबाट आइसकेँ होइन। अहिले चाहिँ म यहाँ छु होइन। चाहिँ मैले टक्कै गरेर यहाँ यो छ हल्का मासु बनाउनु आँटेको होइन। आज चाहिँ मैले पकाइदिनु आँटेको होइन। मासु चाहिँ यहाँ छ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ चिकन छ, धनिया छ, हाम्रो प्याज टमाटर छ। आज चाहिँ मैले बनाउँछु। आज चाहिँ कोही छैन, म र बहिनी मात्रै घरमा, त्यही भएर चाहिँ आज चाहिँ म बनाउनेवाला छु। यो दिने सल्लाह त गर्ले होइन। मैले ल्याइसकेँ हो, यो टक्कै हाल्नुपर्छ। यो यस्तो गरेर टक्कै हालेर टक्कै हाल्नु अरे। टक्कै हालेर रेडी भयो। अब चाहिँ पकाउने कार्यक्रम हुन्छ हो। अहिले चाहिँ भाँडा धुइरहेको छु। अहिले टक्कै अहिले चाहिँ भाँडा धुएको अहिले ओखरेन। आज चाहिँ घरमा कोही छैन, म र बहिनी कोही छैन मतलब काममा गएर सबै दिदी आमा बहिनी होइन, म र बहिनी मात्रै छु घरमा चाहिँ होइन। त्यही भएर चाहिँ अब पकाएर खानुपर्छ गाइस हो होइन। देख्नु सक्नुहुन्छ हाम्रो चिकन, अन्त यो धनिया टमाटर टमेटो ओनियन, हाम्रो ओनियन हो। चाहिँ म यसलाई कटिङ गर्छु, कटिङ होइन। कटिङ गरेर तपाईँलाई देखाउँछु होइन। एकदम यसको चाहिँ यो कटिङ हुन्छ नि त होइन। अलि दुःख यसो हेर सफा पकाउनु पऱ्यो नि त होइन। एकदम खायो भने त सफा। अहिले चाहिँ हाम्रो दाल पाक्दैछ यहाँ। दाल त हालेको छैन रहेछ हाम्रो। यहाँ देख्नु सक्नुहुन्छ दाल, के दाल पो यो त मुसुरी दाल हो यो चाहिँ। हाम्रो प्याज पनि कटिङ भइसकेको छ। यो प्याज चाहिँ यहाँ जान्छ। यतापट्टि चाहिँ भात छ, यता चाहिँ दाल। मासु चाहिँ हामी भातमा पकाउँछु, किनभने अहिले छिटो मासु पाक्यो भने सेलिन्छ नि त। अहिले खानुलाई फेरि अलिक हामीलाई असुविस्ता हुन्छ। यो चाहिँ मेरो देख्नु सक्नुहुन्छ जुत्ता चिसो रहेछ अहिले। यहाँ चाहिँ चाय भइसकेको छ। हामी चाहिँ एकछिन उतापट्टि जानेछौँ होइन। हामी चाहिँ उता यहाँ हाम्रो घरमा उता चाहिँ अहिले म चाहिँ मासु पकाउनु जान्छु नि त हो। त्यसले पकाउँछ अरे त्यो चाहिँ हो। यो चाहिँ देख्नु सक्नुहुन्छ, यो चाहिँ अस्ति भर्खर हाम्रो बहिनीले किनेको फोन, नयाँ फोन। त्यो हुन्छ रियलमीको देख्नु सक्नुहुन्छ, न्यू ब्रान्ड देख्नु सक्नुहुन्छ। यता चाहिँ मेरो यो चाहिँ यता बेड दिदीहरूको, यता बेड मेरो हो। देख्नु सक्नुहुन्छ सामने ऐनाहरू। अहिले चाहिँ काटिसकेँ मैले चाहिँ होइन प्याजहरू। देख्नु सक्नुहुन्छ यहाँ चाहिँ भुट्नेवाला छु। यहाँ भिजाइसक्यो यो पानी हो। अन्त उयो चाहिँ आमाले केलाउँदैछ धनिया हो। अब यता चाहिँ दाल छ हो, यता चाहिँ उयो छ अरे हो। यहाँ यो चाहिँ दाल चाहिँ पाकिसक्यो हो हाम्रो। अन्त यहाँ हाम्रो मासु पाक्नेवाला छ। यहाँ देख्नु सक्नुहुन्छ। यहाँ अब चाहिँ यहाँ पकाउनु पर्छ। अब पकाएपछि देखाउला गाइस होइन तपाईँहरूलाई। अहिले चाहिँ हाम्रो देख्नु सक्नुहुन्छ यस्तो भइसकेको छ यहाँ। के अरे भने फेरि यहाँ चाहिँ यहाँ धनिया छ देख्नु सक्नुहुन्छ। हाम्रो दालहरू छ सबै पाकिसक्यो। अब हाम्रो मात्रै मासु छ यहाँ। चिकन मासु अरे हाम्रो आमाले भनेको होइन। यही त हो त छतरी। ए यो अब चाहिँ हाम्रो यहाँ मासु चिकन हो। चिकन एन्ड त्यो भयो हाम्रो यसो चिकन हुँदैछ। चिकन हामी चाहिँ अब यसलाई एकछिन के गरेर छोप्छौँ अलिकति उयो गरेर है। अब एकछिन छोप्दिएँ, कति मिनट लाग्छ त्यसपछि अहिले होइन। यहाँ चाहिँ टक्कै भात छ हाम्रो, दाल चाहिँ यहाँ छ हो।
पकाएर अनि त्यसपछि धनिया हाल्नुपर्छ दालमा, अहिले हुन्छ। राम्रो दाल चाहिँ यस्तो भइसकेको छ। डाडु यहाँ चाहिँ डाडु यहाँ टक्कैले चलाउनुपर्छ डाडुले। दाल साल चाहिँ मैले खाएर नुन सुन होइन धनिया सनिया हल्का हालिदियो। अब चाहिँ हाम्रो यो मासुको बारी त्यस्तो प्रोफेसनल कुक त होइन, तर पनि हल्का चाहिँ बनाउँछु म पनि होइन। त्यस्तै गाइस हो, यतिको भइसकेको छ मासु हाम्रो। हल्का हामी चाहिँ धनिया पनि एड गर्छौँ चाहिँ। धनिया नै एड भइसकेको छ, हामीले देख्न सक्नुहुन्छ। टक्कै अलिकति हामी चलाउँछु यसलाई होइन। हामी 5 मिनट जतिको लागि यो ढाक्छु, अलिक पाक्छ छैन होइन। फाइनल लुक चाहिँ मासु चाहिँ यस्तो भइसकेको छ हो। आइज न अन्त छिटो। अब चाहिँ यस्तो, अब चाहिँ हामी खानेवाला छौँ होइन। यहाँ दाल पनि यहाँ धनिया सनिया हालेर एकदम दामी बनाएको छु, मुसुरी दाल रहेछ होइन। यहाँ चाहिँ मेरो थाल। अब चाहिँ हामी खाँदैछौँ होइन। अलिकति हामी यहाँ वेटमा छौँ, यो तेरो आउँदैछ नि त खाना खाने होइन। म चाहिँ यो थालमा खान्छु होइन, त्यसलाई चाहिँ अर्को थाल त छैन त अन्त यही थालमा खान्छ होला होइन। यही थालमा खान्छ होला होइन होइन भिन्दाल्यो। त्यो अर्को फुट्ने थालहरू छैन रहेछ अहिले चाहिँ हो र। आमा चाहिँ उहाँ सुत्दैछ हो, देख्न सक्नुहुन्छ हाम्रो फाइनल। अब म चाहिँ खाना आँटेको भात होइन, उहाँ नि खाँदैछ भात उहिले हो। म पनि खाना आँटेको होइन। अहिले चाहिँ अब हामी सबै भात सात खाएर होइन। अब चाहिँ सुत्नु आँटेको म यहाँनिर बसिरहेको छु यसरी। हामी सुत्नु आँटेको होइन। अब सिधै अब भोलि भेटौँला होइन काममा गाइसो होइन। अब सिधै गुड नाइट तपाईँहरूलाई नि होइन। अब सिधै भोलि भेटौँला होइन, खानासाना खाइहाल्नु होइन। गुड नाइट गाइस। हेलो गाइस, अहिले चाहिँ म काममा आइसकेँ होइन। अहिले होइन अघि आएको तर आउने छु म होइन। मेरो कामसाम आदि कामसाम सकेर म अलिकति यहाँ भिडियो बनाउनु होइन यहाँ क्यामेरा खोलेको होइन। एकदमै अन्त यस्तै छ होइन। अहिले चाहिँ मिरिकको मौसम त्यति खासै छैन हो, एकदम पानी परेको छैन, एकदम खासै छैन मौसम, खालि पानी परेको मात्रै हुन्छ हो। त्यही भएर चाहिँ अलिक राम्रो छैन मिरिकको मौसम हो। होइन एन्जोय हुँदैछ त एन्जोय सिङसाङ के भयो बेन्चो बेन्चो यहाँ जा। चिङचाङ बाहिर चाहिँ मार्ची छ देख्न सक्नुहुन्छ। यो चाहिँ हेर्दा हेर्दा ठुलो भइसकेको छ, तपाईँहरूले आमामा हेर्नु
अहिले यसलाई चाहिँ बाहिरै राख्छ किनभने यसले जति मुत्छ नि त त्यही भएर चाहिँ अनि बेन्जो चिङचाङ गुड यहाँ चाहिँ हाम्रो मार्ची छ देख्न सक्नुहुन्छ यता यता कत्रो ठुलो भयो यता यहाँ चाहिँ यहाँ चढ चढ यहाँ चाहिँ हाम्रो लुलु सुतिरहेको छ लुलु बट्टामा देख्न सक्नुहुन्छ पानी परेको हाम्रो मैले भनेको थिएँ नि तपाईँहरूलाई मिरिकको वेदर चाहिँ एकदम खराब छ भने देख्न सक्नुहुन्छ हाम्रो पानी परेर क्यामेरामा त्यस्तो देख्नु नसक्नुहुन्छ होला तर पानी चाहिँ डरलाग्दो पर्दैछ देख्नु सक्नुहुन्छ नचाट नचाट देख्नु सक्नुहुन्छ मेरो चप्ली नचाट नै नगर त यहाँ चाहिँ माथि बरु माथि आइज न माथि आएर यस्तो 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 गर्छु ल बुझिस् इच्छा अमुइनी 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 होला पानी चाहिँ एकदम डरलाग्दो परेको छ देख्न सक्नुहुन्छ हो ओइ नचाट नचाट लुलु छैन यता चाहिँ हाम्रो यहाँ पानी र मामामला राखिदिरहेको छ देख्न सक्नुहुन्छ यहाँ चाहिँ बौदी गोलाइ राइट होटल हो सक्नुहुन्छ यहाँ पनि होटल छ यो चाहिँ पायल होटल हो होइन अहिले चाहिँ म यहाँ घर आइसक्यो अब घर आएर चाहिँ एकदम होइन अब चाहिँ भातसात खाएर सुत्नुपर्छ होइन तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो एकदम अन्तिम समयमा हेरिदिनुहोस् होला होइन मेरो चाहिँ अब त्यो चार दिन बाद आउने भिडियो चाहिँ एकदम होइन चाहिँ एकदम गाह्रो पर्दैछ त्यो भिडियो एकदम ब्याक टु ब्याक ल्याउनुलाई चाहिँ किनभने होइन मेरो काम पनि हुन्छ भक्कु 4 दिन बाद हाल्नु अलिकति अप्ठ्यारै हुन्छ तर पनि मैले हालिदिन्छु होइन तपाईँहरूको एन्टरटेनमेन्टको लागि होइन तपाईँले नि एकदम सपोर्ट गरिदिनुहोस् होला भन्दै आशा गर्दछु होइन अब चाहिँ भातसात खाएर सुत्नुपर्छ होइन गाइस अब नेक्स्ट ब्लगमा भेटौँला होइन गाइस बाई बाई